के काले चाहिँ लाज भात खान हैन हाम्रो घरमा कुकुर त छैन यसले कसलाई बोलाउँदैछ ओए कसलाई बोलाउँदैछस् काले कुकुरलाई भात खान बोलाएको मान्दिन तपाईं यहाँ आउनु त किन काम छ के किन के भो यो भात खानु त तैँले म चाहिँ भात खान के म कुकुर हो त्यस्तै देखेर बोलाएको अबे साले अरे खतरनाक लोग है ओहो नि आज म के देख्दैछु देखिनस् म के खनेको देखेर के गर्नु मलाई चाहिनु हैन ओहो खूब जान्नी भइछस् तँलाई काम नलागे कसलाई काम लाग्छ तपाईले खाने भात तपाईले काम गर्नु मैले मात्रै खानी भए तैँले के खान्छस् म त मम्मीको दुध खान्छु बाबा है मेरो जुङ्गा आछ र छोरी मान्छेको कहीँ जुङ्गा आउँछ ए छोरी मान्छेको आउन आउँदैन जुङ्गा त छोरा मान्छेको पो आउँछ त्यसो भए खोइ त तपाईको जुङ्गा मैले त अस्ति भर्खर काटेको हो के छोरी ए काट्न पानी पाइन्छ पाइन्छ नि मलाई ढाट्नुहुन्छ तपाईको जुङ्गै आछैन तपाई छोरी मान्छे हो कि का हो छोरा मान्छे र छोरी मान्छे चिन्दैनस् चिनेर त भनेको नि ओइ मम्मी अबे साले म त हरामी हुँ बाबा है म कस्तो देख्छु र ल राम्रो देखिया छौ त हिरोनी जस्तो मान्छेलाई कसले के भनेर ऐनामा त आलु मात्रै देखाउँछ त ल ऐनाले त छल नगर्नु पर्ने हो होइन कस्तो खालको ऐना हेरौ र भैँसीको आँखामा के हुन त तेरो तालु घाम लाग्दा तल्किन्छ ऐनामा किन नतल्कोस् मेरो तालु जस्तो हाँसेको तपाईले तिमीसित बात नै गरौँ त बाबा है दसैँमा तपाईलाई कसले हो टीका लगाइदिने मलाई त मेरो बाबाले लगाइदिनुहुन्छ नि मैले लगाइदिन्छु के बाउलाई पनि छोरीले टीका लगाइदिन्छन् भयो रुक 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 लगाइदेला तर एउटा समस्या छ छोरीले बाउलाई टीका कसरी लगाइदिने उतातिर फर्काएर लगाइदिन्छु के अब उत्तर दक्षिण कता फर्काउने भन्ने कुरा हामीलाई थाहा छ तर छोरीले बाउलाई टीका लगाइदिन मिल्दैन के त्यसो भए यसो गरौँ कसो गर्ने तपाई मेरो छोरा बन्नु अबे साले म त हरामी हुँ बाबा है म लाटो छु र होइन कसले भने लाटो छस् भनेर एउटा फुच्चेले मलाई हेपाउ के ए हो कसको छोरा हो त्यो भन् त फोन लाउनु त मैले थर्काउँछु बाबा ए हो ल ल ल लौ 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 थर्काउ ओइ फुच्चे तैले मलाई के भनेको रे अनि के भन्छ त्यसले बुझिएन त तुम्बाको के भन्छ थर्काको होला नि अबे साले बाबा
है के गर्न छ र यो बाटोमा गाडीले डिजेल पोक्दै हिँड्छ के गाडीले बिर्को नलाएर हो के बाबा हजुर एउटा गीत गाउँछु सुन्नु है ल ल ल सारी लारा आइ भनी काँक्रा चपाइदी भनी केटे केटे के डरम 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 भयो छोरी भयो ए भयो र गीत बाँकी छ अझै सारी लारा आइ भनी काँक्रा चपाइदी भनी भयो छोरी भयो रुक राम्रो भएन र बाबा होइन राम्रो छ गीत अझै बाँकी छ के सुन्नु न डरम 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 भयो रुक रुक्नु न अझै काँक्रा चोर्न सके खतरनाक लोग होइन यो पानी पानी कति आउँछ र ओ बाबा यो आकाशलाई नमुट्न भन्नु न मुटेको मुटै गर्छ पेट पानी कटोला र नआइज भन्नु न ए छोरी त्यसले मैले भनेर मान्दैन के मैले भनेर मान्ने भए त अस्ति नै ए पानी नआइदे भनेकै हो नि मान्दैन त्यसो भए फोन गर्नु न त्यसलाई हामीले फोन गर्न मिल्दैन के छोरी हामीले त्यसलाई फोन गरे पनि जे गरे पनि पानी रुक्नेवाला छैन म केही पनि गर्न सक्दिनँ छोरी त्यसो भए यसो गरौँ बाबा कसो गर्ने त्यसको मुट्ने काट्दिउँ अबे साले मैं तो हरामी हूँ बाबा हजुर अब म पहिलो जान्न है ल पहिलेदेखि सुध्रिस भर्खरै समाचारमा सुनेको ओहो समाचार पनि कस्तो छापेर मरेछ त नि मरेको होइन के बाबा अघि भर्खरै रेडीमा बोलिराख्यो ओहो यसले त कुरा पनि उत्तरबाट पश्चिममा लगेर जोड्दियो यार के गर्ने होला अब गर्नु अरे खतरनाक लोग है अच्छा लेकिन ये साला कर क्या रहा है यहाँ पे बल्ल बल्ल एउटा दशा पनि पार गरियो अच्छा तिज पनि गयो वहाँ पुगिसक्यो के छोरी भर्खरै डाँडा काट्यो बाबा हामी माइत जानेन र तिज त हिरो त्यो तिजलाई जान दे अब त्यो तिज अर्को साल आउँछ हामी पनि अर्को साल जाउँला जा 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 गइहाल हिँडिहाल अहिले फेरि नपुग्लास् होइन त अस्ति भर्खर टिजको दिन गएको होइन दिनदिनै जानुपर्छ अस्ति त माउला गएको के रे अच्छा आज माइत जान्छु भनेको ए बाबा हो त माइत जानलाई पहिला त पहिलो जानुपर्छ के त्यसो भए जाउँ त पहिलो तेरो माइत भने पनि घर भने पनि यही हो त यहाँबाट कहीँ पनि जान पाउँदैनस् बुझिस् यति कुरा ढुक्क हो के का ढुक्क हो मेरा बुढा कोही मेरा बुढा कोही के बोले भाइ अब के बोले बाबा है म उल्टे जन्मेको हुँ त कसले भन्यो तिमीलाई उल्टे जन्मेको भनेर तिमी त सुल्टे जन्मेको के रे सुल्टे भनेको कसो
सुल्टे भनेको सबैभन्दा पहिला टाउको निकालेकोलाई भन्छ के? ए त्यसो भए त म त टाउकोले हिँड्छु। अबे साले मैं तो हरामी हूँ। बाबा है जाम के मिठाई खाना? कहाँ जाने मिठाई खाना? गाउँतिर। गएस गाउँतिर। कसले दिन्छ तँलाई गाउँमा मिठाई? टोरी लाउरा छ नै। तिनीहरूले दिन्छन्। तोरी लाउरेले मिठाई दिन्नन् के छोरी? रोन पर्छ दिन्छन्।